स्वागत छ। आज हामी अलिकति विगततिर फर्कौं है। नेपालको त्यो अँध्यारो समय जब मैनबत्ती, टुकी अनि त्यो इन्भर्टर पनि हैन, हरेक घरको लगभग अनिवार्य जस्तै थियो। त्यो त सम्झिँदा पनि कस्तो कस्तो साँझ पर्ने बित्तिकै अब गयो बत्ती भन्ने त्रास हो नि। अनि रेडियोमा त्यो लोड शेडिङ तालिका सुन्नु पर्थ्यो नि हरेक घण्टा। कति दिक्क लाग्थ्यो। बत्ती आउँछ भन्ने त आशै थिएन, बरु कति घण्टा जान्छ भन्ने चाहिँ लगभग पक्का हुन्थ्यो। 18 घण्टासम्म अँध्यारो, त्यो एउटा राष्ट्रिय सङ्कट नै थियो भन्नुपर्छ, जसले सबैको जीवन छोएको थियो। विद्यार्थीको पढाइ, उद्योग धन्दा, अस्पताल केही चलेको थिएन राम्रोसँग। हो, अनि वर्षौंसम्म समाधान नहुँदाखेरि मान्छेमा एउटा गहिरो निराशा हैन, अनि यो सरकारी अड्डाप्रति त विश्वासै हराएको थियो। तर त्यही निराशाको बीचबाट एकजना व्यक्ति आउनुभयो नि, कुलमान घिसिङ, नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा। उहाँले खासै ठूला भाषण बिलु भएन हैन, न त केही जादु नै चलाउनु भयो, तर चुपचाप एकदम योजनाबद्ध तरिकाले काम गरेर त्यो असम्भव जस्तो लाग्ने लोड शेडिङ हटाइदिनु भयो। हो, आज हामी उहाँकै यात्रा अनि त्यो लोड शेडिङ अन्त्य गर्न अपनाइएका रणनीतिहरू र त्यसले नेपालमा कस्तो प्रभाव पार्यो भन्ने बारे अलिक गहिरिएर कुरा गरौँ न त। हुन्छ, हाम्रो यो कुराकानी चाहिँ कुलमान घिसिङ नेपालका ऊर्जा नायक शीर्षकको सामग्रीमा आधारित हुनेछ। यसमा उहाँको व्यक्तिगत कुरादेखि लिएर उहाँले ल्याउनु भएका प्रणालीगत सुधारसम्मका पक्षहरू समेटिएका छन्। त्यसो भए आज हामीले खालि उहाँको कथा मात्रै भन्ने होइन, बरु उहाँले कसरी एउटा बिरामी जस्तो संस्थालाई चलाउनु भयो, के थियो त्यो व्यवस्थापकीय अनि प्राविधिक सिप जसले लोड शेडिङ हट्यो, अनि त्यसले समाजमा कस्तो मनोवैज्ञानिक असर पार्यो, यो गहिराईमा पुग्ने कोसिस गरौँ है त। हुन्छ, यो त बत्ती बाल्ने कथा मात्र होइन, गुमेको आशा र विश्वास फर्काउने नेतृत्वको कथा पनि हो। कहाँबाट सुरु गरौँ? उहाँको पृष्ठभूमिबाटै जाउँ न, जसले उहाँको चरित्र बनाउन भूमिका खेल्यो होला। हुन्छ, सन् 1970मा रामेछापको एउटा सामान्य ग्रामीण परिवारमा जन्मनु भएको रहेछ कुलमान घिसिङ। अभाव, सङ्घर्ष नजिकैबाट अनुभव गर्नुभएको। अनि स्रोतहरू हेर्दा स्कुलदेखि नै पढाइमा राम्रो, अझ विशेष गरी विज्ञान र गणितमा चाहिँ गहिरो रुचि थियो रे उहाँको। काठमाडौँको राम्रै स्कुलबाट एसएलसी गरेपछि उहाँले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट विद्युत इन्जिनियरिङमै स्नातक गर्नुभयो। त्यो बेलाको गाउँको अवस्था, जहाँ बिजुली नै थिएन होला सायद होइन, अनि पछि इन्जिनियरिङ पढ्दा देशैभरि यो बिजुलीको समस्या देख्दा के त्यसले उहाँलाई यो समस्या त जसरी नै हटाउनुपर्छ भन्ने सोच दियो होला त? सम्भवतः त्यहीँबाट सुरु भयो होला। त्यो पावर माइन्डसेटको कुरा जुन स्रोतमा छ नि, त्यसको जग त्यही बाल्यकालको अनुभव र देशको ऊर्जा सङ्कटले नै बसाल्यो कि। समस्याको प्राविधिक पक्ष मात्र होइन, त्यसले मान्छेको जीवनमा पारेको असरप्रति पनि उहाँ संवेदनशील हुनुभयो होला। पछि नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर भएर पस्नुभयो। मध्य मर्च्यानी ब्रिज, चमेलिया, राहुगाड जस्ता आयोजनामा काम गर्नुभयो रे होइन? हो, तर त्यहाँ काम गर्दा पनि देशै अँध्यारोमा डुबेको देख्दा उहाँभित्र एक किसिमको असन्तुष्टि, केही गर्नुपर्छ भन्ने हुटहुटी चाहिँ सधैँ रहिरहेको थियो भन्ने बुझिन्छ। अनि आयो 2016 साल, उहाँ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुनुभयो। त्यो बेला त प्राधिकरण आफै कति समस्यामा थियो। लोड शेडिङ हटाउनु त असम्भव जस्तै मानिन्थ्यो नि। एकदमै। त्यहाँ पुगेर उहाँले त्यस्तो के गर्नुभयो जसले केही महिनामै नतिजा देखिन थाल्यो? जादु जस्तै भयो त? होइन, जादु त कहाँ हुन्थ्यो र। यो त एकदमै सोचेर, तथ्याङ्क हेरेर अनि अलिक कडा व्यवस्थापकीय निर्णय लिएर गरिएको काम थियो। स्रोत अनुसार उहाँले बहुआयामिक रणनीतिहरू अपनाउनुभयो। पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण थियो लोड फोरकास्टिङलाई सुधार्नु। लोड फोरकास्टिङ यो भनेको के हो? अलि सरल भाषामा भनिदिनुस् न। यसको मतलब हो कुन बेला देशको कुन ठाउँमा कति बिजुली चाहिन्छ भनेर पहिले भन्दा एकदमै सही तरिकाले अनुमान गर्ने। अनुमान गर्ने प्रणाली हो। पहिलेको खपत, मौसम, चाडपर्व, उद्योगको चाल यी सब हेरेर तथ्याङ्क विश्लेषण गरियो। सही अनुमान भएपछि पो कहाँ बिजुली पुगेन, कहाँ बढी भयो भनेर मिलाउन सजिलो भयो त। नत्र त पहिले बिजुली भएर पनि कहाँ कति चाहिन्छ भन्ने नै पत्तो नहुने अवस्था थियो होला। त्यस्तै थियो। अनुमान कमजोर हुँदा व्यवस्थापन गर्नै गाह्रो। मागको अनुमान त भयो,
अनि आपूर्ति मिलाउन चाहिँ त्यो उद्योगहरूलाई दिउँसो बन्द गरेर राति दिने भन्ने हल्ला पनि थियो नि। हो, त्यो अर्को मुख्य रणनीति थियो, इन्डस्ट्रियल लोड शिफ्ट, औद्योगिक भार सार्ने काम। कसरी? धेरै बिजुली चाहिने ठूला उद्योगहरूलाई पिक आवर, मतलब साँझ र बिहान जब घरमा धेरै बिजुली चाहिन्छ त्यो बेला नलिनुस्, बरु राति चलाउनुस् भनेर प्रोत्साहन गरियो। सायद अलि सस्तो पनि पारियो होला रातिको बिजुली। त्यसले गर्दा दिउँसो र साँझ प्रणालीमा लोड कम भयो अनि त्यो बचेको बिजुली आम उपभोक्तालाई दिन पाइयो। माग र आपूर्ति मिलाउने प्रयास भयो। तर बिजुली चोरी र चुहावट पनि त उस्तै समस्या थियो नि नेपालमा। त्यसलाई चाहिँ के गरियो? त्यो त झन् ठूलो समस्या। बिजुली बनाउनु एकातिर, उपभोक्ताको घर नपुग्दै आधा बाटैमा हराउनु अर्कोतिर। हो त नि। त्यसको लागि डिस्ट्रिब्युसन लस रिडक्सन अर्थात् वितरण चुहावट घटाउने अभियानै चलाइयो। यसमा 2 किसिमको चुहावट थियो क्या। एउटा प्राविधिक मतलब तार र ट्रान्सफर्मरबाटै हुने नोक्सान, अर्को चाहिँ चोरी जसलाई गैर प्राविधिक भनिन्छ। उहाँले त्यो हुकिङ गरेर बिजुली चोर्ने विरुद्ध त एकदम कडा अभियान चलाउनु भयो। मिटर बिगारेर बस्ने ठूला ग्राहकलाई पनि कारबाही गर्नुभयो अनि सँगसँगै पुराना तार ट्रान्सफर्मर फेरेर प्राविधिक चुहावट पनि घटाउनु भयो। यी त भए प्राविधिक र व्यवस्थापकीय सुधारका कुरा। तर यति ठूलो संस्था जहाँ वर्षौंदेखिको एउटा चलन थियो, अनेक स्वार्थ समूह थिए भनिन्छ, त्यहाँ यी परिवर्तन ल्याउन सजिलो त पक्कै थिएन होला। कहाँ सजिलो हुनु। प्राधिकरणभित्रको त्यो पुरानै ढर्राको सोच अनि राजनैतिक हस्तक्षेपको प्रयास त कति भयो कति। भ्रष्टाचारको जालो, परिवर्तन नचाहने तत्त्वहरूबाट अनेक दबाव, अवरोधहरू आए। तर उहाँ त टसमस हुनु भएन है। हुनु भएन। स्रोतमा उहाँको एउटा भनाइ छ नि, म एकपटक विश्वास गुमाउँछु भने फेरि उज्यालो फर्किन्न। यसले नै देखाउँछ उहाँ कति प्रतिबद्ध हुनुहुन्थ्यो। जोखिम मोलेरै भए पनि परिणाम निकाल्छु भन्ने अठोट थियो। सायद यही अठोट र नतिजाले गर्दा नै उहाँको काम गर्ने शैलीलाई कुलमान मोडेल भन्न थालियो होइन त? के थिए त यो मोडेलका खास कुराहरू? हो, यो कुलमान मोडेल भनेको व्यक्ति मात्र होइन, यसले केही सिद्धान्तहरू स्थापित गर्यो जस्तो लाग्छ। पहिलो त सक्षम संस्था बनाउने, प्राधिकरणलाई राजनीतिक भर्ती केन्द्र जस्तो होइन कि एउटा व्यावसायिक परिणाम दिने संस्था बनाउने प्रयास। दोस्रो, जिम्मेवारी र जवाफदेहिता। उहाँले हरेक हप्ता विभागीय प्रमुखहरूसँग सार्वजनिक समीक्षा बैठक गर्ने चलन बसाल्नु भयो रे, जहाँ समस्या के छ, प्रगति के भयो भनेर खुलुस्त छलफल हुन्थ्यो। यसले काम नगर्नेलाई दबाव, राम्रो गर्नेलाई हौसला मिल्यो होला। यो त गजबको कुरा। नेपालको सरकारी अफिसमा यस्तो त कमै सुनिन्छ। हो नि। अनि तेस्रो, प्रविधिको खूब प्रयोग गर्नुभयो। त्यो माग र आपूर्ति रियल टाइममा हेर्न ग्रिड मोनिटरिङ सिस्टम अनि कुन पावर हाउसबाट कति पानी छोडेर बिजुली निकाल्ने भनेर मिलाउन हाइड्रो सेड्युलिङ सफ्टवेयर जस्ता प्रविधिहरू प्रयोग गरियो। यही जवाफदेहिता, पारदर्शिता र परिणामले गर्दा होला उहाँ कुनै राजनीतिक पदमा नभए पनि मान्छेहरूले असाध्यै मन पराए। सामाजिक सञ्जालभरि उहाँकै चर्चा, #BringBackKulman ट्रेन्ड भयो। पावरम्यान अफ नेपाल भनेर सम्मान दिए। निश्चित रूपमा अँध्यारोबाट मुक्ति दिलाउने मान्छे जनताको नजरमा त नायक नै बन्नुभयो नि। तर यही अपार जनसमर्थनले कता कता तत्कालीन राजनीतिक र प्रशासनिक तहमा अलि असहजता पनि ल्यायो कि जस्तो देखिन्छ। त्यो कार्यकाल नथप्दा त कत्रो विरोध भयो नि देशभरि, होइन? हो त। 2077मा पहिलो कार्यकाल सकिएपछि सरकारले निरन्तरता नदिँदा त सामाजिक सञ्जालमा #BringBackKulman अभियानै चल्यो। यसले के देखायो भने जनता परिणाम दिने नेतृत्वको पक्षमा कति जोडले उभिँदा रहेछन्। अनि अन्ततः जनदबावले काम गर्यो, उहाँ फेरि नियुक्त हुनुभयो। कुलमान 2.0 भनियो त्यसलाई। दोस्रो पटक आउँदा त चुनौतीहरू फरक थियो होला नि। हो, दोस्रो कार्यकालमा परिस्थिति अलि बदलिएको थियो। बिजुलीको माग झन बढेको थियो, कोभिड पछिको आर्थिक अवस्था, बनिरहेका आयोजनाहरू समयमै सक्नुपर्ने चुनौती अनि प्राधिकरणभित्रकै कुराहरू मिलाउनु पर्ने थियो। यसपालि उहाँको ध्यान माग धान्ने मात्र होइन कि बढी भएको बिजुली भारततिर बेच्ने, मतलब क्रस बोर्डर पावर ट्रेडलाई बढाउने, निजी क्षेत्रलाई जलविद्युतमा लगानी गर्न सजिलो बनाउने अनि त्यो चुहावट नियन्त्रणको दोस्रो चरणलाई अझै प्रभावकारी बनाउने जस्ता कुरामा केन्द्रित देखिन्छ। यति ठूलो जिम्मेवारी, यत्रो चर्चा, तर उहाँको व्यक्तिगत जीवनशैली चाहिँ एकदमै सरल छ भन्ने सुनिन्छ नि।
सरकारी गाडी पनि मितव्ययी ढङ्गले चलाउने, सामान्य जीवन बिताउने। हो, त्यो पनि उहाँको एउटा बलियो पक्ष हो जस्तो लाग्छ। त्यो सादगी अनि हामीलाई गुनासो होइन समाधान चाहिन्छ भन्ने उहाँको भनाइले धेरैलाई छोएको छ। स्रोतहरूमा उहाँ नियमित ध्यान गर्ने, पढ्ने अनि कामप्रति चाहिँ पूर्ण समर्पित हुने कुरा पनि उल्लेख छ। सायद यो व्यक्तिगत निष्ठा र व्यावसायिक कुशलताको मिश्रणले नै उहाँलाई सफल बनायो। साँच्चै कुलमान घिसिङको कथा एउटा इन्जिनियरको सफलता मात्रै होइन रहेछ। यो त बलियो इच्छाशक्ति, स्पष्ट भिजन, प्रणालीमा सुधार र इमान्दार प्रयासले कसरी वर्षौंदेखिको समस्या पनि समाधान गर्न सकिन्छ भन्ने एउटा जीवन्त उदाहरण भयो। एकदम सही भन्नुभयो। उहाँले बत्ती मात्र फर्काउनु भएन, एउटा सरकारी अड्डाले पनि जनताको लागि काम गर्न सक्छ, नतिजा दिन सक्छ भन्ने विश्वास फर्काउनु भयो। हो नि। स्रोतमा उहाँलाई उज्यालोको नाम, विचारको बिजुली, आशाको शक्ति जस्ता उपमा दिएको छ जुन निकै अर्थपूर्ण छ। यसले हामीलाई एउटा प्रश्न सोच्न बाध्य बनाउँछ क्या। प्राविधिक र व्यवस्थापकीय उपलब्धि त छँदैछ, तर एकजना व्यक्तिको कामप्रति देखिएको त्यो अभूतपूर्व जनसमर्थनले वास्तवमा हाम्रो समाजमा कस्तो नेतृत्व खोजिरहेको रहेछ? प्रभावकारी, परिणाम दिने अनि राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेको नेतृत्वको कति गहिरो चाहना रहेछ भन्ने संकेत गर्दैन र? हो, यो निकै महत्त्वपूर्ण प्रश्न हो। सायद यसैमा घोत्लिनु आजको हाम्रो छलफलको एउटा सान्दर्भिक निष्कर्ष पनि हुन सक्छ। यस्तै गहिरा नेपाली कथाहरूको लागि लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।